If any kids are watching, 1, 2, 3. Hello guys, welcome back to another vlog. यो Saturday morning को vlog थियो, आज Sunday morning को vlog होला जस्तो। देखो बिहानै उठेँ, कति बज्यो अहिले? अहिले 8:30 हुन आँट्यो, 8:22 भयो। मैले सावरहरू सबै लिइसकेँ, म फ्रेस भइसकेँ। मैले पूजाहरू गरेँ, अब कफी खान लाग्यो। त्यसपछि हामी कतै गइरहेको छौँ, म कतै गइरहेको छु। सो मैले कफी चाहिँ यसमा हालेँ, अब लेट्स गो। इट्स लाइक 1.5 hour ड्राइभ। पानी परिरहेको छ, त्यति रमाइलो त नहोला ड्राइभ, तर हामी रमाइलो लिइहाल्छौँ नि होइन। मैले गाडी चाहिँ कता राखेको थिएँ मैले बिर्सेँ होइन। भेट्यो, गाडी भेट्यो। अलराइट गाइज, अल सेट। ट्राफिक छैन रहेछ, सो जम्मा 58 मिनट्समा पुग्ने रहेछ। ट्राफिक भयो भने चाहिँ अलमोस्ट 2 hours पनि लाग्न सक्छ होइन, तर विदाउट ट्राफिक 58 मिनट्स नट ब्याड। सो यहाँ चाहिँ हल्का घाम लागिरहेको रहेछ होइन। मलाई यस्तो यो घाम लागेको बेला प्लस भर्खर पानी परेर रोकिएको टाइममा ड्राइभ गर्न चाहिँ यस्तो रमाइलो लाग्छ होइन। त्यो वेदर नै यस्तो पर्फेक्ट देखिन्छ क्या। अस्ति मेरो एकजना साथीले होइन, ऊ आउने बित्तिकै उसलाई होम डिपो भनेको चाहिँ मान्छेहरूलाई डिपोर्ट गर्ने ठाउँ जस्तो लागेको थियो अरे। अनि यहाँबाट डिपोर्ट गर्दो रहेछ मान्छेलाई भनेर सोचेर कि सेन फ्रान्सिस्को डाउनटाउन चाहिँ त्यही हो, अगाडि देखिरहेको छ होला। जम्मा 5 मिनट बाँकी छ पुग्नलाई। म भगवत गीता सुन्दै आएको होइन, यस्तो रमाइलो भयो कि मजा आयो। बिहान अर्ली मर्निङ आनन्दले सुन्दै। ल पिसिएस रियल्टर, साउट आउट टु हाम्रो अनिल अङ्कल। अलमोस्ट देयर 2 minutes। फाइनली पुग्यो हामी चाहिँ। गुड राइड एकदमै। से हाई। आज अघि पानी परिरहेको थियो तर एक्कासी वेदर इज प्रिटी गुड, सो हामी हल्का वार्म गर्न चाहन्छौँ। Broski's so bad at it. सो कतिजनाले मलाई पहिला कसरी काम गर्छ भनेर सोधिरहेको हुन्छ होइन। यसमा चाहिँ रिमोटहरू केही पनि हुँदैन। सो बेसिकली बडीको ब्यालेन्सले नै काम गर्ने हो। म पहिला एक्चुअली यसबाट एकदमै बेस्ट लडेको छु, त्यो मेरो भिडियोज हालिदिन्छु म लडेको। मेरो वान व्हिल बडी चाहिँ अहिले होइसिन्न सो मलाई भिडियोजहरू पनि खिच्न मिल्दैन अहिले। आफैले त्यो चलाएर पछाडिबाट खिच्न पर्छ, सो आई डोन्ट थिङ्क त्यो पोसिबल छ। सो म अर्को भ्लगमा चाहिँ यसको बारेमा अझै भन्छु, अनि त्यसपछि अरू क्लिप्सहरू पनि नेक्स्ट भ्लगमा चाहिँ ट्राई गर्छु एड गर्नको लागि। त्यो खासै केही पनि भएन, यहाँ फ्यामिली टाइम भएर थोरै। अनि म मेरो दासँग सानो स्टार्टअपमा काम गरिरहेको छु, सो त्यसमा हल्का टाइम स्पेन्ड गरेँ। अनि म एकछिन यो बाहिर राइड गर्न निस्केँ, खाजा खान्छु, अनि त्यसपछि आइल गेट ब्याक। द्याट्स इट फर नाउ, लेट्स सी के हुन्छ। ट्राई। Oh shit. It's not working. अब चाहिँ म निस्किन आँटेको। सो घर फर्किनुभन्दा अगाडि हाम्रो एकदम क्लोज ब्रदर्सहरूको रेस्टुरेन्ट छ, एभरेस्ट किचन। म त्यहाँ जान्छु, उहाँहरूलाई भेट्छु, अनि त्यसपछि बल्ल घर फर्किन्छु। रेस्टुरेन्ट चाहिँ यही हो, एभरेस्ट किचन अलबानीमा। यहाँ बेस्ट होटेल, बेस्ट नेप्लिज एन्ड इन्डियन कुजिन इन बे एरिया। म चाहिँ खाना खान आइसकेँ, सो म चिया खान्छु, तर एकदम बेस्ट, मेरो पर्सनल फेभरेट। Thank you, sir. दाइ हजुरको फेभरेट रेस्टुरेन्ट कुन हो? Everest Kitchen. दाइ हजुरको फेभरेट क्यामराम्यान कुन हो, भ्लग बनाउने मान्छे? मेरो ससाङ भाइ। अलराइट, यहाँबाट पनि निस्क्यौँ, अब चाहिँ घर जाने फाइनली। Alright guys, that's all for today. See you guys in the next vlog.